आज हामी सबैजना यहाँनिर बसिरहेछौँ र सबैजनाले हाम्रो एकदमै धेरै मेहनत गरेर यहाँनिर हामीले अघि पनि हेऱ्यौँ प्रेजेन्टेसन गर्नुभएको छ हाम्रो नेपाल ट्राफिकको तर्फबाट। तर यो कुरा हामीले मात्र सुनिराख्दै गर्दाखेरि मात्रै देखिराख्दा गर्दाखेरि र त्यसलाई चाहिँ हामीले साँच्चीकैको आफ्नो जीवनमा आफ्नो व्यवहारमा त्यसलाई चाहिँ अपनाएनौँ भने यो कार्यक्रमको चाहिँ कुनै पनि अर्थ रहँदैन। त्यही भएर यो कार्यक्रमको अर्थ र गरिमा राखिदिनलाई तपाईँहरूले साँच्चीकैको जुन तपाईँहरूले चाहिँ हेर्नुभयो सुन्नुभयो र आफूले आफूलाई अनुभव पनि गर्नुभयो त्यो कुरालाई चाहिँ कार्यान्वयन गरिदिनु हुन पनि तपाईँहरू माझमा चाहिँ अनुरोध गर्नलाई चाहन्छु। र सँगसँगै यहाँ एउटा पोजिटिभको कुराकानी पनि हुन्छ। कस्तो भने चाहिँ हामीले हेर्नुपर्ने दृष्टिकोण जुन हाम्रो हुन्छ ट्राफिकप्रति र ट्राफिकले पनि जुन चाहिँ ड्राइभरहरू हाम्रो चालकहरूप्रति जुन चाहिँ हेर्नुपर्ने दृष्टिकोण हुन्छ त्यसमा चाहिँ सकारात्मकको भावना हुनु पर्यो, पोजिटिभनेसको भावना हुनु पर्यो। यदि पोजिटिभनेसको भावना चाहिँ यदि हुँदैन भने यी कुराहरू चाहिँ कहिले पनि काम लाग्ने कुरा हुँदैन, कार्यान्वयन हुने कुरा हुँदैन। त्यही भएर एक अर्काप्रति चाहिँ पोजिटिभ र ट्रस्ट बिल्डअप गर्नु चाहिँ एकदमै नेसेसरी हुन्छ। त्यही भएर तपाईँहरूले पनि ट्राफिकहरूप्रति गर्ने सम्मान, नेपाल प्रहरीप्रति गर्ने सम्मान तपाईँहरू पोजिटिभ भइदियो भने तपाईँहरूलाई पनि हाम्रो चाहिँ जो चालक हुनुहुन्छ उहाँहरू पनि पोजिटिभ नै रेस्पोन्स आउँछ। र अर्को कुरा जुन चाहिँ सरकारले गर्नुपर्ने हामीले चाहिँ जुन कार्यहरूको कुराहरू हेरिराखेका छौँ, जुन चाहिँ भौतिकसँग जोडिएको कुराहरू छ, जुन चाहिँ ट्राफिक लाइट्सहरूसँग जोडिएको कुरा छ, जुन चाहिँ लेनको कुराहरू हामी गऱ्यौँ, त्यसमा चाहिँ नेपाल सरकारले चाहिँ हामीसँग इकोनोमिकल्ली हेर्ने हो भने हामी इकोनोमिकल्ली पनि हल्का ब्याक परेकै कन्ट्री छ, जसको कारण चाहिँ हामीले चाहेको खण्डमा चाहिँ सबै कुरा गर्नलाई सकिराखेको छैनौँ। त्यसर्थ हामीसँग भएको स्रोत साधनमै पनि हामीले चाहिँ त्यसलाई एड्रेस गरेर मिलाएर चाहिँ अगाडि बढ्नुलाई पर्दछ। र सँगसँगै जुन आज यो कार्यक्रम हाम्रो युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद र हाम्रो काठमाडौँ उपत्यका ट्राफिक जुन कार्यालयबाट चाहिँ यो सम्मानको एउटा चाहिँ प्रोत्साहनको जुन चाहिँ कार्य गर्यो यो अति नै सराहनीय छ। किनभने अवश्य पनि हामीले उहाँहरूलाई पनि एउटा फिल चाहिँ देखाउनुपर्छ कि तपाईँहरूले राम्रो कार्य गर्यो भने तपाईँहरूको प्रति चाहिँ गभर्मेन्ट पनि साथमा छ भन्ने कुरा चाहिँ जुन यो प्रोत्साहन कार्यक्रम पनि रह्यो आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वयंसेवक त्यसको लागि चाहिँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र अवश्य पनि तपाईँहरू चाहिँ एकदमै पोजिटिभली अगाडि बढ्नुहुन्छ भन्ने कुरा चाहिँ राख्न चाहन्छु। र हाम्रो मन्त्रालय अन्तर्गत जुन चाहिँ जहिले पनि खेलकुद मन्त्रालय मात्र भन्छ क्या, हामीलाई चाहिँ युवा भन्ने कुरा चाहिँ बिर्साइदिन्छ क्या। र यसमा चाहिँ हामी युवा पाटोलाई चाहिँ फोकस गरेर इच एन्ड एभ्री सेक्टरमा चाहिँ फोकस गरेर अगाडि बढ्नेछौँ। र हाम्रो आजको मूल नारा लिमिट द स्पिड सेभ द लाइफ भन्ने जुन छ यो चाहिँ उपत्यकामा मात्र नभइकन नेपालभरि नै यो सन्देश जाओस्। र यसमा चाहिँ हाम्रो युवा साथीभाइहरूले चाहिँ साँच्चीकैको जुन चाहिँ हाम्रो उमेर रहेको छ एउटा टिन एज ग्रुप, त्यसमा चाहिँ हामीले जसरी चाहिँ यो गाडी जुन चाहिँ हाम्रो बाइकको कुरा आयो सबैभन्दा मोस्ट एक्सिडेन्ट केसेसमा पर्नुहुन्छ र इन्ज्योर्ड केसेस र डेथ केसेस पनि सबैभन्दा बढी बाइकैमा हामीले हेर्नलाई सक्छौँ। जुन चाहिँ हाम्रो दुई पाङ्ग्रे तपाईँको हामीले हेरिराखेका हुन्छौँ। यसमा चाहिँ हामी अवश्य पनि युवा साथीभाइहरूले चाहिँ ध्यान दिएर चाहिँ हामीले साँच्चीकैको चलाउनु पर्नेछ, जसको कारण हाम्रो जीवन पनि हामीले चाहिँ जोगाउनु पर्ने हुन्छ। र थ्याङ्क यू सो मच। यस्तै कार्यक्रमहरू अझै पनि हामीले अगाडि बढाउनेछौँ हाम्रो युवा मन्त्रालय अन्तर्गत र नेपाल प्रहरीसँग पनि सहकार्य गरेर। र थ्याङ्क यू सबैजनालाई, हस्, धन्यवाद।